के तपाईलाई थाहा छ केशरलाई किन सुनभन्दा धेरै महँगो मानिने गरिन्छ? किनकि केशर संसारको सबैभन्दा महँगो मसला मानिन्छ। यसको उच्च मूल्यको पछाडि थुप्रै कारणहरू छन्, तर मुख्य कारण यो हो यसको उत्पादन अत्यन्तै कठिन र समय सापेक्ष हुने गर्दछ। केशर क्रोकस साटिभिस नामक फूलबाट प्राप्त गरिन्छ। यो फूल बगैँचामा होइन, विशेष जलवायु र माटोमा मात्र फल्छ। यसको फूल बैंगनी रङको हुन्छ, तर त्यसमा रहेको रातो रङको तन्तु नै केशर हो। केशर उत्पादनको लागि ठूलो संख्यामा फूल चाहिन्छ। करिब 10,000 क्रोकस फूलबाट मात्र 250 ग्राम केशर प्राप्त हुन्छ। त्यो पनि धेरै मेहनत र समयपछि मात्र सम्भव हुन्छ। यसको गुणस्तरमा कुनै असर नपरोस् भनेर मानिसको हातद्वारा ध्यानपूर्वक टिप्ने गरिन्छ, त्यसैले यसमा श्रम लाग्छ। केशर विश्वका केही सीमित देशहरूमा मात्र फल्छ, जस्तै भारतको कश्मीर, इरान, स्पेन र अफगानिस्तानमा पाइने गर्दछ। त्यसैले यसको आपूर्ति कम हुन्छ, तर माग भने उच्च हुन्छ। यही कारणले यसको मूल्य अत्यन्तै उच्च हुन्छ। केशरलाई स्वास्थ्यको दृष्टिले पनि धेरै लाभदायक मानिन्छ। जस्तै मानिसको तनाव कम गर्छ, रगत शुद्ध पार्न मद्दत गर्छ, छाला चम्किलो बनाउँछ र गर्भवती महिलालाई पनि फाइदा पुर्याउने काम गर्दछ। केशरको मूल्य किन महँगो हुन्छ भने पछाडि यसको दुर्लभता, उत्पादनको कठिनाइ, श्रमको आवश्यकता र स्वास्थ्य लाभ जस्ता कारणहरू छन्। एक फूलबाट 3 धागो मात्र आउने भएकोले यसलाई ठूलो मात्रामा उत्पादन गर्न असम्भव जस्तै हुन्छ, जसले गर्दा यसको मूल्य स्वाभाविक रूपमा धेरै बढाउँछ।